सबभन्दा पहिला टाइप अफ डोजेस फर्म। डोजेस फर्ममा के छ हाम्रो? जस्तै ट्याब्लेट छ कि, इन्जेक्सन छ कि, सिरप छ कि, ओइन्टमेन्ट छ कि, यिनीहरू के हाम्रो डोजेस फर्म हो। त्यो डोजेस फर्म के को लागि हुन्छ? हाम्रो डाइरेक्सन टु फार्मासिस्टको लागि हुन्छ हैन। र नम्बर अफ डोजेस फर्म डिस्पेन्स कतिवटा दिने? अब सिरप छ भने 1 स्ट्रिप दिने कि 1 सिरप दिने कि, त्यो भनेको नम्बर अफ डोजेस, कतिवटा डोजेस फर्म उसको एक्ज्याक्ट डोज। अब 7 डेजको लागि छ कि 14 डेजको लागि छ कोर्स भनेको, त्यो हिसाबले हामी के गर्छौँ? क्यालकुलेट गर्छौँ र नम्बर अफ डोजेस कतिवटा डिस्पेन्स गर्नुहुन्छ भने त्यहाँबाट के हुन्छ? सबस्क्रिप्सनबाट के हुन्छ? आइडेन्टिफाई हुन्छ। त्यही भएर यसलाई के भन्छौँ? डाइरेक्सन टु फार्मासिस्ट। यो मेन इम्पोर्टेन्ट हो। अर्को हाम्रो सिग्नेचर। सो यो र यसमा के फरक छ भने यो हाम्रो डाइरेक्सन टु बी पेसेन्ट के को लागि हो? हाम्रो सिग्नेचर के को लागि छ? हाम्रो डाइरेक्सन टु के छ? हाम्रो पेसेन्ट। सो यो कुन इन्फर्मेसनहरू ग्यादर गर्छ? हामी एज अ पेसेन्टले एडमिनिस्ट्रेसन गर्ने बेलामा के काम लाग्छ हैन, कति बेला खाने, बिहान खाने कि बेलुका खाने कि राति खाने, त्यो कुराहरू यहाँबाट आइडेन्टिफाई गर्छ। अर्को खाली पेट खाने कि खाना पछि खाने, बिहान खाने, राति खाने, त्यो कुरा यहाँबाट आइडेन्टिफाई गर्छ हैन। अरू यसको साइन के हुन्छ? एउटा हाम्रो सिग्नेचरमा के हुन्छ? एसआइजी भनेको युजुअली रिटन एज अ प्रिस्क्रिप्सन, त्यहाँपछि डाइरेक्सन टु पेसेन्ट हुन्छ रिगार्डिङ एडमिनिस्ट्रेसन अफ ड्रग्स, त्यहाँपछि युजुअली कन्टेन क्वान्टिटी अफ मेडिकामेन्ट र अर्को हाम्रो नम्बर अफ डोजेज युनिट। द्याट मिन्स हाउ मेनी टाइम टेकन इन अ डे, एट वाट टाइम। सो यहाँ हेऱ्यो भने हामीले 3वटा कुरामा हाइलाइट गरेका छौँ। पहिलो कुरा क्वान्टिटी अफ मेडिकामेन्ट, क्वान्टिटीको कुरा छ, कतिवटा क्वान्टिटी छ हैन, कतिवटा नम्बर अफ प्रिस्क्राइबर छ, नम्बर वाइज हाम्रो ट्याब्लेटमा कतिवटा सेक्सन छ, एक अनि इन्जेक्सन कतिवटा छ, सिरप कतिवटा छ, ओइन्टमेन्ट कति छ, त्यो भनेको के भयो? हाम्रो क्वान्टिटी अफ मेडिकामेन्ट। र अर्को हाम्रो के छ? नम्बर अफ डोजेज युनिट। दिनमा एउटा ट्याब्लेटबाट 2टा खाने कि एउटा खाने, त्यो भयो हैन। दिनमा कतिचोटि खाने, त्यो कुरा भयो। र कुन टाइम खाने, बिहान खाने, बेलुका खाने, त्यो कुरा के हो? हाम्रो डाइरेक्सन टु पेसेन्ट। यो हाम्रो पेसेन्टलाई काम लाग्ने कुरा हो है। सो यो इन्स्ट्रक्सन के गर्छौँ हामी? कुनै पनि ब्लास्टर हुन्छ नि, जस्तै ट्याब्लेटकै कुरा गऱ्यो भने यहाँ हाम्रो 10वटा ट्याब्लेट छ भने हामीले मार्करले यही लेभलमाथि नै लेख्छौँ, यसरी लेख्छौँ नि, हेर्नुभयो होला, खाली पेट बिहान र बेलुका। यो भनेको हाम्रो के लेखेको हुन्छ? कुनै पनि ब्लास्टर छ त्यसमा लेखेको हुन्छ माथिबाट खाली पेटले खाने कि खाना पछि खाने र दिनमा कतिपल्ट खाने, त्यो कुरा लेख्ने भनेको कसको लागि त? खासमा डाइरेक्सन टु पेसेन्ट। सेम केसमा यो पेसेन्टको लागि भयो भने यो के भन्नु? फार्मासिस्टको लागि हो। फार्मासिस्टको लागि पनि हाम्रो डाइरेक्सन हुन्छ। देन आफ्टर के छ हाम्रो मेन इम्पोर्टेन्ट कुरा? रिन्युअबल इन्स्ट्रक्सन। सो रिन्युअबल इन्स्ट्रक्सन भने के हो? इन एभ्री प्रिस्क्रिप्सन, सबै प्रिस्क्रिप्सनमा एउटा रिन्युअबल डिटेल्स हुन्छ। त्यो पेसेन्टलाई फेरि फलोअपको लागि बोलाउने, कति दिनमा बोलाउने, 1 हप्ता पछि बोलाउने कि 14 डेजमा बोलाउने, त्यो कुरा लेखा हुन्छ। अर्को कुरा, इफ हाम्रो लङ टर्म खाने मेडिसिन छ भने त्यो मेडिसिनबाट कुनै पनि नार्कोटिक ड्रग्स छ, त्यसको केही साइड इफेक्ट आइरहेछ कि, अब त्यो हाम्रो जति पनि ल्याबोरेटरी प्यारामिटर हुन्छ नि, त्यो ल्याबोरेटरी प्यारामिटरलाई आइडेन्टिफाई गरेर हामी के गर्छौँ? फाइन्ड आउट गर्छौँ। केही एलिभेसन छ, केही सडन चेन्जेस आएको छ भने त्यहाँबाट हामी के भन्छ? रिन्युअबल इन्स्ट्रक्सनमा त्यो पछि आएको 10 दिनपछि या 15 दिनपछि या फिर 1 मन्थ पछि बोलाएछ भने त्यहाँपछि हामी त्यसको के गर्छौँ? डोजलाई घटाउँछौँ, डोजलाई एडजस्ट गर्छौँ। रिपिटेड ड्रग छ भने त्यसलाई चेन्ज गर्छौँ हैन। कुनै पनि ह्याबिट फर्मिङ ड्रग छ भने त्यसलाई के गर्छौँ? हामी रिप्लेस गर्छौँ। र अर्को त्यसको मिसयुज नहोस् हैन, मिसयुज नहोस् भन्ने कुरा त्यसलाई आइडेन्टिफाई गरेर के गर्छौँ? त्यसलाई हामी डिस्कन्टिन्यू पनि गर्छौँ।
त्यो भनेको हाम्रो सबै कुरा के अनुसार लेखा हुन्छ रिन्युअल इन्स्ट्रक्सन एज इट यसरी लेखा हुन्छ हाम्रो फलो अप आफ्टर 2 weeks यो हाम्रो रिन्युअल इन्स्ट्रक्सन भनेर लेखा हुन्छ फलो अप आफ्टर 2 weeks त्यो भनेको के हो हाम्रो रिन्युअल इन्स्ट्रक्सन है। त्यसपछि लास्ट अघि पनि हामीले कुरा गरेका थियौँ यो पनि हाम्रो मेन इम्पोर्टेन्ट हो के छ हाम्रो त्यसमा सिग्नेचर एड्रेस एन्ड रेजिस्ट्रेसन नम्बर अफ द प्रिस्क्राइबर। सो कुनै पनि प्रिस्क्राइबर छ भने त्यसको के हुनु पर्यो सिग्नेचर हुनु पर्यो प्रपर, त्यसपछि प्रपर एड्रेस कुनै पनि क्लिनिक छ कि हस्पिटल छ भने त्यो कुरा क्लियरली हुनु पर्यो र मेन इम्पोर्टेन्ट हाम्रो के हुनु पर्यो रेजिस्ट्रेसन नम्बर अफ प्रिस्क्राइबर त्यो मेन इम्पोर्टेन्ट हाम्रो हुनै पर्यो है। सो कुनै पनि प्रिस्क्राइबर छ भने प्रिस्क्रिप्सन अन ह्यान्ड सिग्नेचर हुनु पर्यो, अन ह्यान्ड भन्नाले ह्यान्ड रिटन सिग्नेचर हुनु पर्यो नट कम्प्युटराइज और मैनुअल। हामी के गर्छौँ म्यानुअल सिग्नेचर मात्र हामी एलाउ गर्छौँ हैन। कम्प्युटराइज सिग्नेचर हामी स्टाम्प चाहिँ त्यसरी सिग्नेचरको स्टाम्प चाहिँ हामी युज गर्न दिँदैनौँ हैन। अरूको हाम्रो एड्रेस र रेजिस्ट्रेसन नम्बर